डन्की रुट हुँदै अमेरिका पुग्नेहरूका कथा। माफियाले चाहिँ त्यो एउटाको बुढी र छोरीलाई लगेर नन स्टप 12 आवर्स रेप हानेर बच्चा नि त्यहीँ मारिदिएर छोरी र श्रीमती दुवैलाई रेप 9 बजेतिर छिर्नु भएको थियो होला अँधेरोमा। अनि माफियाले भेटेर उहाँको चाहिँ 3 जनालाई मात्रै समातेर छोरीको चाहिँ रेप गरिदिनु भएछ। सो त्यो 4 जना अहिले कहाँ छन् त? कसैलाई थाहा छैन? कसैले थाहा छैन। जिउँदो छन् मर्या छन् थाहा छैन? थाहा छैन। सेकेन्ड क्याम्पमा चाहिँ भेटेका थियौँ। हरेक पल मरेर पनि बाँचेका अनुभवहरू। नेपालीहरूलाई चाहिँ बिहान लिएर जानुभएको रहेछ। बिहान लाँदाखेरि चाहिँ लगभग हजुरको बोट एक्सिडेन्ट भएर कति 5 जना नेपाली चाहिँ डेड भएको रहेछ। त्यो बाइक यस्तरी बसेको बिचमा हानिदियो। बिचमा हानेर बाइक चाहिँ हामी बसेको बाइक चाहिँ गुल्ट्यो। म त अब उछिट्टिएँ, म त खसिहालेँ। हान्ने बित्तिकै खसिहालेँ। खुट्टामा मात्रै हल्का दसार्यो, त्यस्तो केही भएन। जुन चाहिँ चलाउने मान्छे र पछाडि बसेको बङ्गलादेशको चलाउने मान्छेको अब फर्केर खुट्टामा लाएर खुट्टा त अब त्यहीँ झुन्डियो। त्यो जो जङ्गलमा घाइते भएको नेपाली छ हजुर, बाइकमा हुन्डुरसमा हस्पिटलबाट पुलिस आउँछ भनेर उसलाई निकाल्यो। अर्को हस्पिटल लाने भनेर निकालेर बाटोमा आफू फस्छ भनेर 70-80 को स्पिडको मोटरबाट बिचमा फालिदियो। दलाल र बिचौलियाबाट ठगिएका पात्रहरू। 35-40 लाख नेपाली दिएको खण्डमा 99% म तल्लो बाटोबाट अमेरिकाको भूमिमा खुट्टा टेकाइदिन्छु भन्ने कुरा गर्दा तिमी अमेरिका टेक्ने बेरसम्म चाहिँ 40 लाख। दलाल भनौँ म त्यो व्यक्तिलाई भन्न मिल्छ कि मैले उहाँलाई दलाल भन्नुहुन्न? हुन्छ, दलाल भन्न मिल्यो। अब मान्छे पैसा लिएर बेचेकै जस्तो भयो, यो चाहिँ दलालै भयो। गाउँमा एउटा मान्छे खोज्ने सामान्य बिचौलिया भनौँ हाम्रो भाषामा, खोज्ने मान्छेदेखि लिएर तपाईँको मेक्सिको पर्खालसम्म पुर्याउँदाखेरिको लेयरिङमा त्यहाँ चाहिँ प्रत्येक ठाउँमा लेयर हुन्छ। यहाँबाट इन्डिया पठाउने एउटा लेयर भयो, खोज्ने गाउँमा एउटा भयो, काठमाडौँ ल्याउने एउटा भयो। काठमाडौँबाट हो साँच्चै अमेरिका जाने हो त भनेर अमेरिका जानको लागि चाहिने चाहिँ सबै डकुमेन्ट यो चाहिन्छ भनेर भनिदिने मान्छे भयो। सायद सम्भवतः उसलाई के गर्छ भने हजुरको चाहिँ यो चाहिँ साँच्चैकै अमेरिका जाने पठाउने मान्छे हो भन्ने हिसाबले पार्नको लागि उसलाई चाहिँ काठमाडौँ ल्याएर घुमाइन्छ हेर्नुहोस् होइन। उसलाई रेस्टुरेन्ट लाने हो कि 5 स्टार लगाएर खुवाउने हो कि के गर्ने हो? यो त अमेरिका पठाउने मान्छे हो नि त ऊ त। ऊ चाहिँ सामान्य तपाईँको चाहिँ भट्टीमा त बस्दैन। त्यो एजेन्ट वा त्यो दलाल नेपाली नै थियो? त्यतिखेर नेपाली नै थियो। जुन हामी नेपालमा हामीले पासपोर्ट बुझायौँ त्यतिखेर नेपाली नै थियो। के उनीहरूको अफिस थियो वा? अफिस होइन, उनीहरूले हामीलाई के अरे घरमा बसपाकको होटेलतिर बोलाएर पासपोर्ट पनि लियो, त्यहीँ पैसा नि लियो। त्यहाँ पछि उसँग फोन टु फोन कन्ट्याक्ट मात्र। फोन आउँथ्यो अब पुरा भनेर कि कसरी त्यो दलालसम्म कसरी पैसा पुगाइरहेको थियो घरबाट? सो यहाँ मरिसके पनि त्यो परिवारको सदस्यहरूसँग घरमा चाहिँ इन्स्टलमेन्टमा जुन बाचा गरेको पैसा छ त्यो लिइरहने। हजुर। तर जसलाई पुऱ्याउँछु भने त्यो मरिसक्यो। एउटा ग्रुपमा ट्राभल गरिरहेको थियो जसमध्ये एकजनाको मृत्यु भयो, जो नेपालमा त्यतिखेर मेयरको छोरा थिए। हजुर। त्यो न्युज आइसकेपछि मेयरले इनिसिएटिभ लियो होला। हजुर। दलाल भाग्यो। दलाल भागेपछि उसले पैसा पाएन। उसले पैसा नपाएपछि त्यो दलालले पैसा नपाएपछि यहाँको एजेन्टले पैसा पाएन। त्यसकारण त्यो 4 जना आजसम्म कति वर्ष भयो? यो 5.5 वर्ष। सो 5.5 वर्षदेखि ती 4 नेपालीहरू बेपत्ता छन्। पासपोर्ट च्यात्नु परेको त्यो क्षण। पासपोर्ट हामीले पानामामै चलाइदियो। पासपोर्ट त हजुरको जुन त्यो डङ्कर थियो ऊ डङ्करले चाहिँ पासपोर्टहरू त सबै लिएर गयो। अमेरिका जाने जुन हुटुटी उसलाई खालको त्यो चाहिँ नसा लागेको हुन्छ, त्यो नसाले उसलाई चाहिँ त्यहाँबाट फर्किन उसलाई दिन्न। त्यहाँ सम्भवतः 20 दिन 25 दिन महिना दिनसम्म इन्डियामा राख्छ। त्यहाँबाट उसलाई दुबई लगिन्छ। दुबईसम्म जाँदाखेरि ऊ चाहिँ फर्किने सम्भावना जोखिम रहेकोले उसलाई त्यहाँ पनि कुनै उसको पासपोर्ट सबै उसले आफ्नो जफत लिएर बस्छ र त्यो जफत गरिसकेपछि त्यो ग्रुपलाई एकै ठाउँमा राख्छ उनीहरूले, एउटा हलमा राख्छ, कुनै सेल्टरमा राख्छ उनीहरूले, जसको सम्पर्कमा कोही जान सक्दैन। जङ्गलको त्यो यात्रा। क्याम्प लगाएर बसेपछि चाहिँ हामीलाई अब रातिको समयमा त वरिपरि केही देख्ने कुरै भएन। बसियो, अब ब्रेड खाइयो, सुतियो।
सुतेपछि चाहिँ भोलि बिहानै अब उठ्न पर्यो भनेर उठ्यो। उठ्दाखेरि अब अर्को लास फेरि साइडमै बित्नु भएको रहेछ। बितेर चाहिँ उहाँलाई चाहिँ अब ब्याग स्लिपिङ ब्यागमा चाहिँ उस गरेर छोडिदिनु भएको रहेछ। 4वटा भेनमा आउनुभएको थियो क्या हो, सबै सोध्नुभयो अनि हतगडी लाग्नुभयो। कस्तो लाग्यो पहिलो पटक? 2.5 आवर्ससम्म मैले केही एउटा लाइट पनि देखेन। त्यो बेला मैले आकाशमा माथि हेरेर चलचली ड्याड ममको होइन याद आएर लाइक यो चाहिँ मेरो लास्ट मोमेन्ट रहेछ। आमा बुवाको याद त आयो, आँसु झऱ्यो। दुःख देख्न नसक्ने भएर होला। खासै म त्यस्तरी कुरा चाहिँ गरेन। मैले राम्रोसँग कुरा गरेको भनेको नै यहाँ छिरेर निस्किएपछि कुरा गर्दा चाहिँ सबै रुनुभयो आमा बाबा। त्यो मृत्युको खबरपछि फर्किउ लागेन? 90% नै लाइफ छोडिदिइसकेको भएर नि खासै त्यस्तो डर भन्ने कुरै उसै भएन। जब टाइमको बेला खान पाइन्न, टोइलेट आएको बेला जान पाइन्न, अनि आफ्नै शरीर आफैलाई गनाउँछ, अनि लाइक एउटा बेसिक निड्स पनि पुरा हुन्न मान्छेको, तब त रिग्रेटै त हुँदो रहेछ नि। लाइक किन आएँ म यसरी, राम्रो थियो, बाउआमाले पकाएको खान्थेँ, मस्त साथीभाइ थिए, जिन्दगी एकचोटिको जिन्दगी हो भनेर रिग्रेट चाहिँ एकदम भयो दाइ। खाना त खाए मामले खाना चाहिँ अब त्यो भोकले गर्दा नि होला खाइयो। अब पछि धेरै भएको त्यही खाना चाहिँ फेरि धेरै भएको चाहिँ हामीले चाहिँ कुकुरलाई दिएको, कुकुरले नि खाएन। फेरि अरू साथीहरू चाहिँ 3 दिन बस्नु भएछ, हामी चाहिँ 18 दिन बस्या हो। 18 दिन चाहिँ एउटा सानो कोठा, लगभग नेपालमा टोइलेट जस्तो जत्रो कोठा। Donkey route to USA.